शुभ बिहानी थी। आज यो थी भन्ने ठाउँमा दार्चुला टिङ्कर सडक खण्ड आयोजना अन्तर्गत परेको हिउँ हो। यहाँ यति रमणीयता छ। यहाँ चराचुरुङ्गीहरू चिरबिराइरहेका छन्। यो हिउँको कारणले यो क्षेत्रमा अत्यधिक मात्रामा चरा प्रजातिहरू बस्दथे। उनीहरूलाई कति गाह्रो भएको होला। यो प्रकृतिको एउटा दृश्य मनोरमता छ र जटिलता दुःख सबै कुरो यसमा समावेश भएको छ। ल हेर्नुहोस् कति रमणीयता छ यसमा। अब बिहानको यो सूर्य उदाउँदाको बादल लाली चढेको छ। यो दृश्य कति रमाइलो पनि छ। ल हेर्नुहोस् यता पनि लाली चढेको छ भर्खर। यो जेठी बौरानी हिमालय बिचमा देखिएको सानो भाग यो बादलले छेकेको छ र यो हाम्रो टिङ्कर छाङरुङ जाने लेकको बाटो। यहाँबाट माथि पैदल यात्रा गर्न सकिन्छ र यो पारिपट्टिको भाग चाहिँ इन्डियाको यहाँ भारतको क्षेत्र हो। यो पारिको हिमालय टाइपको यो देखिने यो पहाड हो। अहिले हिउँ परेर हिमाल भएको छ र यो क्षेत्र भनेको हाम्रो दार्चुलाको सदरमुकामको क्षेत्रमा देखिएको लाली हो। कति रमणीयता छ। यसको मुनिपट्टि महाकाली नदी छ। वाउ, थ्याङ्क यू सो मच। धन्यवाद सबैलाई।